हेलो साथीहरू, स्वागत छ मेरो ब्लगमा फेरि पनि तपाईहरुलाई। आज चाहिँ हामी उता घुम्न जान लागेको कलेजबाट 2-4 जना साथीहरू छौं। अनि अब चाहिँ म यहाँबाट मुखसुख धोएर रेडी भएर निक्लिने छु। साथीहरू पनि रेडी हुँदै छन्। अनि आज के हुन्छ कसो हुन्छ म जस्ताको त्यस्तै यही ब्लग मार्फत तपाईहरुलाई पनि देखाउँदै छु। हेर्दै जानु होला। अब म चाहिँ यहाँ अगाडि गएर पर्तिरबाट चाहिँ बस चढेर अनि जाने हो। अनि त्यहाँ उता सातो बाटोमा निक्लिन्छ होला 2 जना साथीहरू। अनि त्यहाँबाट हामी चाहिँ उता पुलचोकतिर जान्छौँ। ल म चाहिँ गाडी चढेर पनि यहाँ लगन खेल हैन सातो बाटो चाहिँ आइपुगिसके। केटाहरू चाहिँ त्यहाँ पर्खिँदै होला, अघि नै आएको। म चाहिँ अलि टाढोबाट आउनुले गर्दाखेरि ढिलो भयो। केटाहरू पुलमाथि बसिरहेकै छ। 2 जना साथीहरू चाहिँ यहाँ छन्, अरू चाहिँ उता होला। अब भेटघाट हुँदै जाने हो। साथीले गोप्रो बोकेर आएछ। ल मैले त चस्मा ल्याइन नि यार। एउटा साथी यहाँ छ। ठिक छ यार। ल केटा हो, हामी चाहिँ भेट भइसक्यौँ। हाम्रो आज घुम्न जाने टिम चाहिँ हो। यहाँ हाइकिङ जाने कि साइक्लिङ जाने भनेर डिस्कस हुँदैछ केटाहरूमा। हामी चाहिँ साइक्लिङ जाने भनेको फाइनलले क्यान्सल भइसक्यो। अनि हामी चाहिँ हाइकिङ जान लागेको, पानी पनि पर्दैछ। अनि साइक्लिङ गएर हाइकिङ जाने अनि यसो मासु सासु लगेर पोलेर खाने, रमाइलो गर्ने भनेको। त्यसलाई चाहिँ साग पोलेर दिने हो। हामी मासु खाएर आज ल हामी चाहिँ यहाँ लगन खेल आइसक्यौँ। अनि हामी 3 जना चाहिँ यता आएको अनि 2 जना चाहिँ उता बाहुनको लागि त्यहाँ के त्यसले चाहिँ मासुहरू खाँदैन, त्यही भएर के अरू किन्नलाई पसेका छन्। अनि हामी चाहिँ यहाँ आएको छौँ। पानी पनि परिरहेछ। आजको घुमघाम कस्तो हुन्छ। यहाँ 2 जना केटाहरू चाहिँ यहाँ सामानहरू किन्न गएको थियो। यहाँ पर्खाएको कहाँ गयो उनीहरू आफूले केही तिनीहरूलाई खोज्न जाँदैछु। यहाँ आधी घन्टा जति भइसक्यो होला तिनीहरूले हामीलाई यहाँ पर्खाएर गएको। डाम्नाहरू यता आएर फेरि उता जाँदैछ। फडार केटा हो, तिमीहरूलाई सब्जी के आफै फलाएर लिएको? टाइम त खतरा लगायो त। भाडा पसलको सन्दीप, तिमीले नढाँटी भन त। त्यही आधी घन्टामा कहाँ गयो के किन्यौ मुलाहरू? तिमीहरूलाई भन्नुहुँदैन। ओइ गणेश, यत्रो टाइममा एउटा लाइटर है उभाएर हामीलाई चाहिँ कहाँ गयो? त्यो लिएको सामानहरू आफैले फलाएर ल्यायो। उयो कस्तो थियो, खेतबारीमा काम गरेर आएको मुला। यहाँ गोदावरी आइपुगिसक्यो, गोदावरी बस पार्क। अनि यहाँबाट चाहिँ अब यो केटाहरूले कता लान्छन्? पुलचोकीतिर जानु भनेको। पानी चाहिँ परिरहेछ, घाम पनि लागिरहेछ। आजको दिन चाहिँ यस्तै छ। हाम्रो घुमघाम पनि आजकै दिन जुरेको छ होइन साथी? के अवस्था सिर्जना अब यहाँबाट कता हो बाटो? यहाँबाट बाटो यता सिधै ऊ त्यो डाँडो हो क्या। ऊ त्यो उताको डाँडो देखेको नि, त्यही डाँडो पुग्छ। ल यो डाँडा जाने रे हामी। अनि बाटो दामी रहेछ। केटाहरू चाहिँ फेरि सब भ्लगर हो क्या यहाँ। यो चाहिँ हाम्रो झोले।
ल यस्तै छ यतातिर के छ सन्दीप ठिक छ यहाँ त यहाँ त रोड पनि बगाएछ हौ खोलाले पानी परेर भिज्न यस्तो मजा हुन्छ तर आजको उयो चाहिँ लास्टै रमाइलो भइरहेको छ किनकि पानी पनि परिरहेको छ पानी पऱ्यो भने मस्त भिज्थे यार खासै असर नि गर्थेन गाउँतिर यस्तो धुलो हुन्न पानीमा भिज्छ मजा हुन्छ सबैको हातमा क्यामेरा छ भ्लगरहरू सबै भ्लगर हो फेरि सब भाइरल तर यदि तपाईँहरू पनि यो छेउछाउ हुनुहुन्छ भने काठमाडौँभित्र हुनुहुन्छ भने एकचोटि चाहिँ यहाँ फुलचोकी डाँडा आउनु होला किनकि यस्तो रमाइलो ठाउँ छ जङ्गल बाटो पनि एकदमै रमाइलो छ झन् पानी परेर त के हो अलिकति गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र सूचना नि राखेको रहेछ मन्दिर केटा हो अवस्था कस्तो छ हामी जोडिनु नभएला के भयो यार त्यही त सबैले जाने गीत लगाउन गाओ गाओ केटा हो गाओ यस्तो दिन पनि गीत गाउने खालकै छ आज दिनलाई गीत गाएर साथ देऊ न केटाहरू के भयो केटाहरू चाहिँ यहाँ जङ्गलमै कट्टु खोलिसक्यो कट्टु खोलेर केटाहरू अलि उयो भयो जस्तो छ अब चाहिँ जोस आए जस्तो छ उकालोमा बल्ल देख्यो नि त साथी अनि ट्रेकिङ हिँडे जस्तो ल हाइकिङ हिँडे जस्तो त चाहिँ मेरो गाउँको जस्तै रहेछ कि जस्तो कि उयो झारपातहरू यो रुखहरू चाहिँ हाम्रो गाउँको जङ्गलको जस्तै रहेछ त्यही भएर कस्तो आत्मापन जस्तो पनि लागिरहेछ यहाँ घुम्न आउँदा चाहिँ मलाई अनि हरियाली छ पानी परेकोले गर्दाखेरि हावा पनि स्वच्छ भएकोले आज खुल्ला भइरहेछ नभए काठमाडौँमा धुवा धुलोले गर्दाखेरि चाहिँ कस्तो उकुस मुकुस भए जस्तो हुन्थ्यो आज पुरा खुल्ला छ त्यस्तो होइन कहाँ ठुलो कुरा गर्नु हामीलाई आउँदैन त्यस्तो केटाहरू पनि पछि आउँदैछन् तलदेखि यहाँसम्म चाहिँ राम्रो रहेछ बाटो यहाँदेखि चाहिँ कच्ची बाटो रहेछ यहाँदेखिको केटाहरू गोदावरी बनैमा राख मलाई मनैमा भन्थे कसैले सेल्फी कहिले आउने हाम्रो कति किलोमिटर 9 किलोमिटर होला यो अब बाघसँग बाघ आयो भने त सेल्फी खिचेर जाने हो सँगै बसेर अनि कहाँ डराउने हो त होइन बाघले हामीलाई खायो नि त्यसमा स्टोरेज चाहिँ रहिरहन्छ नि त अनि सेल्फी खिचेर मरेछ लौ अनि हुँदैन मरे पनि इतिहास होइन मर्ने मान्छे हामी कमको मान्छे हो त लाली गुराँस होइन नि कोइरालो फुल्यो भने लगेर अचार खानु एउटा त कोइरालो पाउनु होला यार हामी जे गर्छौँ अरूभन्दा डिफ्रेन्ट गर्छौँ किनकि हामी मान्छे नै डिफ्रेन्ट हो अनि उरायो म छेत्री हो यता बाहुन हो बाहुन होइन के अरे यता नि छेत्री हो योगी तलतिर आउँदैछन् अरू दुईटा चाहिँ पछाडि छ प्योर बाहुन आउँदैछ पछाडि समोसा बोकेर पुरै शाकाहारी शुद्ध पानी परेर चाहिँ भिजायो त्यसको नि बिल्ला हाल्नुपर्छ ल माथि घाम लाग्यो यार यो रुखमा बसेर खिच्नु घाम लाग्यो ल हामी चाहिँ यहाँ त्यो बाटोमा जाँदैछौँ जङ्गलको बिचमा मजा र भाइब यस्तो खतरा आउँदैछ कि जङ्गलको दामी छ जङ्गल पनि यो निगालाको उयोले बोट झ्याङमा बिच बाटो पनि क्या दामी देखेछ अहिले त हुनै भयो हाम्रो
केटाहरूसँग केटा हो के छ बब्बाल रमाइलो भइरहेछ है त ल हामी चाहिँ यहाँ खाजा खान आँटेको है उकालोमा अलिकति कुदिदिएको गाह्रो पर्दो रहेछ हौ हेर्दा पनि बाघ जस्तो छ हौ यता चाहिँ गोठ रहेछ के गर्ने हो त्यहाँ चाहिँ पिकनिक खाने हो क्या फोहोर भनेको चाहिँ यस्तै हो पोखरी पनि रहेछ अनि यो चाहिँ पलाको पानी होला यो चाहिँ लगभग सूर्यकुण्ड वरि यो पोखरीमा चाहिँ सूर्यकुण्ड सुस्त मनाइ अरे खाना यस्तो रहेछ यता चाहिँ हिउँ होइन असिना चाहिँ परेको रहेछ है त ल भिडियो बनाउने हैन यहाँबाट लैजाऊ ठिकै टाइममा आइयो क्या हो ए ल असिना खेलियो हिउँ त होइन होला असिना यता पनि रहेछ हामी एसी दिनु जाँदाखेरि परेको थियो अरे यत्रो यत्रो दाना असिना ओइ बाहुन देखिस् होला नि सपोर्ट कसको छ ल बिलेको छ बिलेको रहेको होला वाउ एउटा चाहिँ हिजोतिर होला असिना परेको आवालै भरिएछ पोखरी नै न्यु खोजेको चाहिँ गर्छ कतिखेर भेट्छ होला मेरो हातमा तेरो भित्र छिरेन नो रियाक्सन हो केटा असिना चाहिँ यस्तो परा रहेछ पुलचोकीमा हिउँ नपरे पनि असिना चाहिँ परा रहेछ भिडियो उता बनाएको आफ्नै बनाएर रहेछ यार यो जमेको छ कि ए छैन रहेछ केटाहरू यहाँ फोटो सुट गर्दैछ अलिकतिलाई पनि धेरै देखाएर गर्न आँटेको छ नि नझुकिनु होला कहाँ गुफा छ अरे केटाहरूले गुफा हेर्न लगेका छन् हिउँ होइन असिना परेर यता चाहिँ जाम है तल यस्तै रहेछ यो के जनावर बस्छ क्या हो सायद क्या यहाँ चाहिँ खतराको दुलो रहेछ यस्तै खरे लाग्यो जाम यस्तो खतरा असिना रहेछ यहाँ चाहिँ हिजो पानी परेर अनि भलले बगाएर ल्याएको होला भुइँ बरी ए जे भयो नि हामी घुम्न चाहिँ अलिक बेला टाइममै आइएछ ए केटाहरू दुईजना चाहिँ माथि गइसक्यो यसो हिरा भेटिनु नि खैमा फाल्छु यता देखाऊ ल हामी चाहिँ अब पुग्न आँट्यो साथीको जानकारी अनुसार चाहिँ खुट्टाको हालत खराब हो भोलि असिना हिउँ होइन असिना परेर हल्का रमाइलो भएको छ यतातिर अब अर्को फोनको चार्ज छ कि हाल्यो त्योबाट अलि राम्रो क्यामेरा आउँथ्यो होला यसबाटै भयो नि मेमोरीहरू कैद गर्दैछु म के भयो साथी गलियो एकदम इनर्जी लस हुनु भएन है हारिन्न केटा हो पुर्खाले ढुङ्गा हालेर जित्या हो अनि जित्न नसके नि डाँडा चढ्न चाहिँ हारिन्न
पुग्यो क्या हो हाले त ए के हो यो ल यो ल हामी चाहिँ यहाँ आइसक्यो फुलचोकी डाँडा यहाँ चाहिँ एउटा मन्दिर रहेछ अनि दर्शनको लागि खोइ जे पाए त्यही नबोला कहाँ छ र जुत्ता चप्पल ल यहाँ मन्दिर रहेछ यसो ढोकभेट गर्नु पर्यो ल मन्दिर छ मन्दिर चाहिँ भित्र डाँडा केटाहरू मन्दिर ए के हो यो कुकुरहरूलाई मेरो लट्ठी खोज्नु यो कुकुरहरू मासुको हड्डी देख्यो क्या हो यसले खाऊ केटा मोज खाऊ खै हेरमा राख्छ यहाँ तोप पनि रहेछ ओए केसको अन्डा रहेछ आयो मा टोक्ने कहाँ तिमी उयो लाएर आएको फेरि मोजा लाएर आएको हो हिउँ चुचु मारिगयो नि कुकुरले चाटिरहेको छ यतातिर चाहिँ के हो यस्तो पूजा आस्था ल्याउन त पाउँछ क्यामेरा यो कुकुरले आज नछोड्दो रहेछ यो कुकुरले चाहिँ हड्डी खाँदैछ लाठी वाउ मन्दिरहरू चाहिँ बब्बाल रहेछ है ढुङ्गाबाट बनेको यस्तो रहेछ ल पूजा गर त केटा हो पूजा गर त ढोकभेट ए लुलु मन्दिर खुजरा यो बाहुनको त यार बोतलले कस्तो ल्यायो हामी चाहिँ पुगेर फर्किसक्यो अब फुलचोकी डाँडाको के रहेछ भने मेन कुरो मान्छेहरू आउनमा मन्दिर यहाँको एउटा मन्दिर रहेछ अनि मेन भनेको चाहिँ बाटोमा आउँदाखेरि एकदम राम्रो रमाइलो हाइकिङ गर्न हिँड्न रमाइलो रहेछ बाटोहरू अनि रोडहरू पनि डाँडैसम्म आइपुगिसकेको रहेछ हिँडेर पुग्न चाहिँ गाह्रै छ अब पुग्न आँट्नुभयो दाइ पुग्यो हजुर छ एउटा उयो होटेल पनि रहेछ ढुक्क जानु खाना पाउँछ तर अलि महँगो हुन सक्छ पैसा चाहिँ चाहियो खाना त पाइहालिन्छ महँगो छ नि त गाह्रो भयो दिदीहरू छैन ल गाह्रो नमानी जानु होला पुग्न आँट्नुभयो पकडा हुनुहुँदो रहेछ हिउँहरू यस्तो छ हामी जे भन्यो अलि टाइममै आइएछ पुग्यो फर्कियो घुमफिर गरेर ल हिउँ खतरा पऱ्यो रहेछ यहाँ भित्र बालौँ न त यस्तो छ है यतातिर हिउँ पर्छ यहाँ उयो लिएर आएको मासु लिएर आएको केटाहरूले पोलेर खाने ठाउँै टिङ्गो लाउनु सकेन हौ कोही के भन्छ हिउँ यस्तो छ है जुत्ता चाहिँ खत्तम भयो या केटाहरूले आगो पुग्नको लागि यहाँ ठुलो मेहनत गर्दैछ है केटाहरूले आगो बालेर मासु पोलेर खुवाउलान् कि मान्दैनौ अब के गर्नु एकैछिनै लास्ट ट्राई देलो मैले कागती हाल्छु ल देलो कागती पनि बचाउनु पर्छ ल लास्टमा खाँदाखेरि पनि टक्क एउटा एउटा ल लेग पिस केटा हो लेग पिस खाने बसन्त आलु एकलट यहाँ बाँधिन्छ म मन परेन नि आलु 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 राम्रोसँग पकाऊ है सबमा एकदम राम्रोसँग दोस्त यहाँ एकचोटि बाँध्दै हुने यार के यो बाँध्दै हुने यार प्लास्टिक
कस्तो भयो त यार काँचो मसला तेलसँग चाखौँ टमाटर अलिक सानसानै बनाउन टमाटर ल केटा हौ अवस्था कस्तो छ एकदम रमाइलो ल है त कसरी बनाउने हेर्ने कसरी पल्टाउने साथी आगोमै त नहालेर अब के गर्नु साथी घर जानु साथी गर्नु जान्छ हेलो बसन्त धल लाग्यो हल्का एक त चिम्रो आँखा यो चाहिँ भेज्यो है हाम्रो तिमी पर्मिसन नलिकन भिडियो बनाउँछौ पर्मिसन रे कस्तो पर्मिसन चाहियो अहिलेको पत्रकारले त मुखमा बाल हुन्छ यार यो अचार यार खोइ बिराहालको छैन साथी तिमी छाड त खै छाड त्यो हामीलाई प्लास्टिक दिएन केटा साथी छाड त अलि बनाउँदै केटा हो पार्टी साथी त्यहाँदेखि खिच त मलाई यो भेजी हो है केटा हो भेजी घुमघाम पनि आज रमाइलो भयो खानु घुम्नु सब ठिकठाकै छ केटाहरू अझै रमाइलो गर्दैछ नाचगान यस बोस यता हेर यता यस्तो भेटौला फेरि डुङ 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 कमरेड साहब त्यस्तो नदेखाउनु न अब बालेन सरकार आइसक्नु भयो यस्तो यस्तो छोडिन्न जेन्जी हो नि फेरि रात पनि परिसकेको छ अहिले चाहिँ साथी अब त मोबाइल पनि नदेखाऊ यार मलाई मोबाइलको अनुहारै हेर्नु मन छैन त्यस्तो होइन नि साथी कन्सिस्टेन्सी दिएर जाने हो क्या ल हामी चाहिँ यहाँ झर्दा झर्दा रात परिसक्यो के हो यार दुम्बा देखाउँछ यस्तै हो अनि यहाँ एउटा दिदी र अगाडि नलडा साथी यार जहाँ पनि मोबाइल चलाइरहेको तपाईँहरू सबैजनालाई धन्यवाद यहाँसम्म भिडियो हेरेर आइपुग्नु भयो अन्तिममा जाँदा जाँदै लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नछुटाउनु होला फेरि हामी अर्को भिडियोमा भेट्ने नै छौँ अहिलेको लागि चाहिँ बाई बाई